हेलो एभ्रिवान, नमस्ते एन्ड वेलकम ब्याक टु माई अनदर भ्लगमा। आज म एकदम अफरोड जङ्गलको बाटो आएको छु। यो पुरै घना जङ्गल छ यहाँ चाहिँ हैन। अहिले म यहाँ छु र यो पुरा घना जङ्गल आउँछ। यो माथि एउटा गाउँ छ, यहाँ चाहिँ दिदीहरू बस्नुहुँदो रहेछ र आज म उहाँलाई यहाँ तलसम्म पुर्याउन आएको थिएँ। अफसोस बाटो राम्रो छ भन्ने सुन्दाखेरि चाहिँ मैले ल ठिकै छ माथि पनि भ्रमण गरौँ भनेर आएको छु। र यो सारा दायाँ बायाँ चाहिँ घना जङ्गल छ, तर यति राम्रा फुलहरू फुलिरहेको छ हैन यतिखेर पनि। तर यो सखुवाको झ्याङ चाहिँ भने बडो उ भइसकेको छ, के अरे पात झरेर कस्तो नराम्रो देखिरहेको छ। र अहिले चाहिँ हाम्रो घडीमा लगभग 5:30 बजिसकेको छ। र कस्तो लाग्छ फलो मी है, अरू त के भन्नु सक्छु र फलो गर्दै गर्नु होला। म यताउता जहाँ हिँड्छु त्यसको चाहिँ म हल्का भिडियो बनाउने गर्छु र तपाईहरुमा पुर्याउने काम गर्छु है त। यतातिर हेर्नुहोस्, अगाडितिर पनि बाटो यस्तो छ, तर बाटो नट ब्याड हैन, धेरै राम्रो छ। यतातिर पनि यस्तो बाटो हुँदै जाँदो रहेछ, धेरै राम्रो छ है। बवाल छ, तर राम्रो आउँदो रहेछ। यस्तो छ, पहिला चाहिँ उतापट्टि एउटा बाटो थियो, जङ्गल यस्तो छ, रुखहरू। ओ माई गड छ ल।